ए तेरिमा स्मार्ट हो प्वाट हो सुन यहाँ यता यता सुन जय मगरलाई के तिमीलाई त्यो भाइरल हुनुको लागि कट्टु खोल्नु पर्दैन के देखाउनु त्यो बाख्रा कान जस्तो पनि देखाउनु पर्दैन त्यो सिमल तरहरू के दुनियाँ देखाउनु पर्दैन सुन जय मगरलाई भाइरल हुनु के गर्नु पर्यो भने सर्वप्रथम त के गर्नु पर्यो भने एन्ड्रोइड मोबाइल हुनुपर्छ त्यो आइफोन साइफोनमा हुँदैन त्यो बिग्रेको मोबाइलमा हुँदैन एन्ड्रोइड मोबाइल हुनु पऱ्यो एन्ड्रोइड मोबाइलमा के गर्नु पऱ्यो भने तिमीहरूले चाहिँ टक्क तिमीलाई किचेको टिन जस्तो अनुहार छ नि त्यो टिन जस्तो अनुहार चाहिँ के गर्नु पऱ्यो भने टक्क क्यामेरा गएर टक्क खिचेर टक्क टिकटकमा जाने टिकटकमा गएर त्यहाँ प्लस आइकन हुन्छ एउटा तल प्लस लेखेको त्यहाँ ट्याक्क थिच्ने बित्तिकै ट्याक्क थिच्ने बित्तिकै तिमीहरूको चाहिँ टक्क सर गाह्रोलीको त्यो फोन आउँछ तैँले खिचेको फोनहरू के तैँले भनेको चाहिँ फेरि सबैलाई भनेको होइन नि फेरि त्यो सिकाउने टिकटक ग्रुपवाला भनेको सर आउँछ आएपछि के गर्ने त्यसलाई पनि फेरि ट्याक्क क्लिक गर्ने नेक्स्ट भन्ने आउँछ नेक्स्टमा दुईपल्ट क्लिक गरेपछि लेख्नै आउँछ लेख्दाखेरि के लेख्ने भने मेरो किचेको अनुहार भनेर लेख्ने के अनि आउने अनि ट्याग गरेर पोस्ट भन्ने हुन्छ त्यहाँ ट्यागक पोस्ट गरेपछि के हुन्छ भने सर टिकटकमा जान्छ टिकटकमा जाँदाखेरि के हुन्छ भने तेरो खिचेको अनुहार छ नि त्यो बिग्रिएको अनुहार त्यो अनुहार चाहिँ के हुन्छ भने 5 जनाले मात्रै हेर्छ पहिला 10,000ले हेर्थ्यो नि 5 जनाले मात्रै हेर्छ 5 जनामा एकजनाले कुरा काट्यो भने 2,000ले सुन्छ क्या त्यो कुरा काटे अर्कोले सुन्छ 2,000 अर्कोले सुन्छ 2,000 अर्कोले सुन्छ 2,000 अर्कोले सुन्छ 2,000 भन्दाखेरि 5 दुना 10,000ले तेरो टिकटक हेर्छ त त्यतिकै भाइरल भइस् होइन अनि अब पैसाको विषय तैँले कुरा गर्छ भने पैसा त नि कस्तो आउँछ नि त्यहाँ मोनिटाइज कस्तो आएको गर्छ होइन तेरो गोजीमा चाहिँ 1 रुपियाँ नि हुँदैन क्या सिकाउँदा मात्रै हुन्छ जाँठा ठुक्क कसैलाई ढाका हो।